ए कान्छी हजुर यो सुन्दर सभाउ त ओहो कति ठुलो ल्याउनु भएको अलि सानो ल्याउनु पर्दैन मलाई त ठुलो त मनै पर्दैन कहाँ हामीलाई हो त अनि बुवा घर जान लानुपर्छ बुवा ल्याइदिएँ क्या मैले यहाँ सुन त त्यो सुन्तला अब झोलामा प्याक गरिदियो अनि बाइकको चाबी निकालिदेऊ त ल ल छिटो गर है मलाई हतार छ इनके बाउ इनके आमा इनके सास सन्तानलाई दिएर नपुग्न चाहिँ जहिले पनि मलाई सुन्तला ल्याउला भन्न मक्क परेर बस्छ त होइन पो चाहिँ म यिनलाई तिनी बाबु कहाँ छ भाइ बाइकको चाबी 2 मिनेटको बाटोलाई नि बाइक चाहिने ट्याक्सीमा गए हुँदैन त्यही पनि काठमाडौँ आएर यत्रो दिन बसेर एक दिन कान्छी पऱ्यो भने भेट्न आए घरभरि जजमानबाट आएको स्याउ सुन्तला खेर गएको छन् यहाँ किनी पठाउनु पर्ने खानु मन लाग्दा भत्ता पैसाले किन्न सकिहालिन्छ नि है म यो सुन्तला पनि दिन्न छोरालाई जान पनि दिन्न काँची लुगाइदिनु होला त्यो बाइकको चाबी यही लुगाइदिन्छु एकछिन चाबी त खोजे जस्तो गर्नु पर्यो नि होइन चाबी थियो त कहाँ गएछ अहिले कहाँ चाहिँ पुगेछ भने ए कान्छी ल्याउ ढिलो खोइ न चाबी छैन हजुरले कहाँ राख्नु हो यी थियो त कि कता थियो त अनि ढिलो भइसक्यो त्यो सुन्तला प्याक गर्यो के सुन्तला ल्याएको थियो कुहिया चाहिँ सही फाल्ने मैले चाबी थियो त भेट्दैन ए बुढो भत्ता पैसा छ त ट्याक्सीमा जाऊ भन्नु न ओ के भत्ता हो नि तिम्रो बुवाको भत्ता आउने बेला भएको छ र भने मेरो बुवा रे तिम्रो बुवा कहाँ नआउनु पर्छ क्या यहाँ आउनु भएन म त्यो पुर्याइदियो भन्नु त्यही भएर क्या कान्छी कस्तो मलाई फोन पनि नगरी आउनु भएको चाबी त त्यही मेरो मुनि पो थियो के अरे फेरि फोन आयो त हजुर बुवा जय बाबु आउनु पर्दैन है म बसमा पुगिसकेँ ए पुगिसक्नु भयो हजुरले धेरै ढिला गर्नुभयो ल ल ल ल कान्छी चाबी परेन बुवा त ढिलो भएर हिँड्दै जानुभएको छ थुक्क मेरो सानो गल्तीले गर्दा आफ्नै जन्म दिने बुवाले दुःख पाउनु भयो हिँड्दै जानुभएको छ बिचरा आफ्नै बुवा र ससुर बुवामा फरक सोच्नाले आज मलाई ठुलो पछुतो भयो मेरो लागि दुइटै बुवा एकै हुन् अबदेखि म कहिले फरक सोच्ने छैन